मेथी पड्कायो अनि अब प्याज हाल्यो साथी प्याज हाल्यो प्याज हालेपछि अलिअलि पहिलोचोटि खाँदैछु नि एलोभेराको तरकारी तपाईँहरू पनि बगैँचामा छ भने यो बनाउनु है साथी बगैँचाको एलोभेराको तरकारी यसरी बनाउनु छैन त्यस्तो छ अब यसलाई चाहिँ यता एलोभेरा भयो साथी हो खानु नबिर्सिनु है तपाईँहरूले यो एकदम मिठो हुन्छ आलु पछि हाले पनि हुन्छ तर मैले यसलाई भुट्नु पर्यो साथी हो अलरेडी पाकेकै हो तर्काई तेल सबै पकायो अनि सानो झिमी झिमी गर्नु है लाग्छ यसरी सोधिदिन्छु साथी हो पानी हुन्छ यो त पानी हुन्छ नि यो तरकारी त पहिलोचोटि बनाउँदैछु हेर्नु साथी हो तपाईँहरू पनि खानु है यो यसरी आफ्नो घर आँगनमा सेरो गर्छ भने यो पेटको अहिले सन्चो हुन्छ भने पेटको घाउहरू हाम्रो आन्द्रामा छ भने यो सन्चो हुन्छ अरे तपाईँहरूले पनि यो खानु अब यो छ हाल्नु साथी हो आफ्नो के चाहिन्छ त्यो खान्छ सबै हाल्नु साथी पानी मिसिन्छ है साथी पानी मिसिँदो हुन्छ मैले पनि पहिलोचोटि पकाएको हेर्नु अलिअलि राम्रो भएको होइन अलिअलि हुन्छ होला त्यो मेहनत गरेर मिठो नहुनुहुन्छ पुरै छ नि हेर्नु साथी हो अलिअलि उ गर्छ अब यो त मसला नुन हालेँ मैले बेसर हालेँ अब मसला र अदुवाको जलहरीको त्यो हुन्छ भने हाल्नु आफूले जे खान्छ त्यही हाल्नु न सबै युज गर्नु अरे साथीहरू के के खानुहुन्छ आलु हाल्छु है साथी आलु चाहिँ पछि हाले पनि हुन्छ तर मैले अगाडि हालेँ अलिकति ग्रेभी हुन्छ अलिक अलिकति यसो गरेर चाहिँ तरकारी अब टमाटर मसला हाल्छु त्यसपछि खानु साथी त्यस्तै हुन्छ जति खानुहुन्छ यो त धनियाँ हो साथी म धनियाँ धेरै खान्छ मसला भन्दा पनि कम्ती मसला खान्छु म यो पानी पुग्यो भने रेडी हुन्छ साथी हो हल्का पकाउनु खानु हुन्छ थाहा छैन होला तपाईँहरूले पनि सिक्नु यो रेसिपी चाहिँ मिठो छ तपाईँलाई के भन्नुपर्दाखेरि कलर बनाउने साथी है अलिअलि सिक्यो है
नि यो पानी चाहिँ अहिले पानी टम्न दिन्छ टमाटर त्यसपछि अलिकति के हाल्नुपर्छ है यो मात्रै चाहिँ हाल्नु होइन यसमा चल्काउने यो कलर देखिने अनि म अहिले एकछिनमा देखाउँछु है तपाईँहरूले त्यही पनि एकछिनमा होइन अहिले भर्खरै